आजको सानो प्रयास नै भोलिको ठुलो सफलताको आधार हो। कहिले हार नमान, किनभने तिमीले छोडेको क्षण नै सफलताको नजिकको पाइला हुन सक्छ। सपना पूरा गर्न चाहन्छौ भने निदाउनुभन्दा पहिला होइन, उठ्नुभन्दा पहिला सपना देख। समस्या ठुलो होइन, तपाईँको सोचले त्यसलाई कस्तो देख्छ भन्ने ठुलो हो। हर प्रयास असफल हुँदैमा तपाईँ असफल हुँदैन। तपाईँ प्रयास गर्न छोड्दा मात्र असफलता निश्चित हुन्छ। बाधाहरू त लक्ष्य प्राप्तिको बाटोमा परीक्षा मात्रै होइन। जीवनमा असम्भव भन्ने शब्द तब मात्र लागू हुन्छ जबसम्म तपाईँले प्रयास गर्न छोड्नु भएको छैन। हाम्रो भाग्य हाम्रो कर्ममा छ। हिम्मत राख, समय त परिवर्तन हुन्छ। शान्त पानी गहिरो हुन्छ, त्यस्तै शान्त आत्मा बलियो हुन्छ। जीवनलाई सजिलो बनाउने सोच राख, तर सजिलो बाटो नछान। सपना देख्न नडराऊ, डर त त्यसले मार्नुपर्छ जसले तिमीलाई रोक्न खोज्छ। तिमी हिँडिरहेका छौ भने ढिलो भए पनि गन्तव्य नजिकै छ। सफलता त्यही मान्छेले पाउँछ जसले आफ्नो कमजोरीलाई जित्ने साहस राख्छ। तिमी अहिले जहाँ छौ त्यो अन्तिम होइन, जहाँ पुग्न चाहन्छौ त्यही लक्ष्य हो। कठिन समय आउँछ, तर त्यो सधैँका लागि होइन, तिमी बलियो छौ भन्ने सम्झाउन मात्रै हो। सपना पूरा गर्नका लागि परिस्थिति होइन, इच्छा शक्ति आवश्यक हुन्छ। कसैको प्रेरणाबाट होइन, आफ्नो सङ्घर्षबाट चिनिनु यही त सफलता हो। असफलताले तिमीलाई जित्न नसकोस् जबसम्म तिमी प्रयास गर्न छोड्दैन। नसोच तिमी कमजोर छौ, सोच कि तिमी अझै बलियो बन्ने अवसरमा छौ। तिमीलाई रोक्ने सबैभन्दा ठुलो शक्ति तिमी भित्रको डर हो, त्यसलाई जित।